मेरोमा पनि विचार दिन के छाड्नु थाल्छ आज म त छाड्नै भरेको के गर्नु पुरा यस्तै त हो नि घरको आगतको झाका मात्रै त भएन माथि नेटवर्कको हालत के भन्नु हेर्न जान भ्या छैन म टेन्सनमा दिन फेरि अब खेतमा अलिअलि भएको मिल्छ होला त्यसले गर्नु थाल्नु माथि त जाउँ बुढा अब टुलले खाना पर्ने होला घरमा खाना खाएर पछि आएर उखाल्नुलाई तर कस्तो न त ल छिट्टै आउनुहोस् है हस् सुन्नुहोस् त घरमा को हुनुहुन्छ होला बुढा बाहिरको आउनु भर्खर हेरेर आउनु ओहो होला नि भाइ के काम गर्छौ होला के हुनु र तपाईँको छोरा ल्याम्पेले सहरबाट चिठी र अलिअलि खर्च पठाएको थियो के पुऱ्याउन आएको नि त चिठी लिनुहोस् त दाइ यसमा हस्ताक्षर गर्नुहोस् त अब बस्छु न चिया खाएर जाउँ होला नि ल दाइ म अहिले हतार छु पछि चिया खाउँला नि अहिले निस्केँ ल दाइ ल त एउटा थोरै छ आउनुहोस् न ओहो नमस्ते अङ्कल यतै बस्नुहोस् न नमस्ते नानी ल नानी अनि के गरिरहेछौ त अचेल कसरी दिनहरू बितिरहेछ के गरिरहेछौ त्यही त हो नि अङ्कल बस्यो अनलाइन क्लास पढ्यो कलेज बन्द छ कोरोनाले गरेर छुट्टी त्यहाँ छ ए नानी तिमीलाई मैले एउटा मोबाइल ल्याएको थिएँ अनलाइन पढ्नको लागि होइन यो मोबाइलबाट अनलाइन पढ्नु अरू केही चाहियो भने भन ल थ्याङ्क यू अङ्कल चाहियो भने भन्छु नि म हजुरलाई ओके ल नानी यो झोला यसो राख्दै गर म तल घरमा यसो शान्ति दाईहरूलाई भेटेर आउँछु हस् छिटै आउनु है हुन्छ नानी ल बस्दै गर म आइहालेँ है हस् ओइ लुरी के छ हो तेरो हल्लीचल्ली के हुनु मेरो केही छैन बरु तेरो सुना न के हुनु मेरो पनि यस्तै छ हिजो काठमाडौँबाट अङ्कल आउनु भएको थियो मलाई त नयाँ फोन ल्याइदिनु भएको छ ए हो र अनि अरू के ल्याइदिनु भएछ त अरू त केही पनि ल्याइदिनु भएको छैन चाहिन्छ भने माग भन्दै हुनुहुन्थ्यो म अब ल्यापटप किनिदिनु भन्नु पर्ला ल मोज गर त मेरो पनि ल्याम्पे दाइले सहरबाट पैसा र चिठी पठाउनु भएको थियो आज बिहान ल बधाई छ तँलाई पनि अरे केटीहरू के गर्नु पर्दैछ हो बिच बाटोमा बसेर हामीले जेसुकै गर्ने तँलाई के को मतलब नि तेरो कामै कुरा काट्ने जान कुरा काट्नलाई अस्तिको झापट बिर्सिस् त्यही त भने यहाँ के डिस्टर्ब गर्न आएको हो त थाहा छैनसम्म त मन पराउँछु भनेर मन पो पराउँछ जस्तो पुऱ्याउँदै माया त गर्दैनस् नि साइडमा पुऱ्याउँदै हिल्लुरी जाउँ शान्ते ए शान्ते होइन कता गइसक्यो ए बाबु म लक्ष्मण दाई हो कि चिनिनुहोस् बाबु तैँले तँलाई त्यसो भेडा गर्नु हुँदैन ए भाइ कहिले आउनुभयो म भर्खरै आएको बाबु गाउँमा चाहिँ अस्ति आएको थिएँ तँलाई भेट्नु भनेर आएको मैले पनि सम्झाउनु त गरेको थिएँ दाइलाई ए बुढी दाइ आउनु भएको छ बाहिर आइज त बस
दर्शन नानी कताबाट पाल्नु त दाइ आज कताबाट हुन निकाल्छ काठमाडौँबाट आएको 2-3 दिन घरमा रेस्ट गरेँ अनि यसो साथीभाइहरू के छन् कसो छन् भनेर भेट्न आएको नि अब काठमाडौँको त्यही हो समस्या कहिले लकडाउन हुन्छ कहिले खुल्छ लकडाउन खुलेको बेला यसो गाउँतिर सबैलाई भेटौँ भनेर आएको नि बाबु ए राम्रै भयो नि दाइ आज हाम्रो जेठी छोरी नै आउँदैछ यामते कहिले आउँछ थाहा नै छैन हो ए हो र बाबु खोइ मसँग पनि त्यत्रो काठमाडौँ बसेँ कन्ट्याक्ट सन्ट्याक्ट के भएन ल त कान्छ म अहिले जान्छु पनि तल हेरी माइनाले पनि भेट्नु छ यसो आउँदै जाँदै गरौँला नि राम्रोसँग बस्नु है ल त दाइ बुवाले चिया बनाउनु चाहिँ बसेर खाएर जाउँ न होइन बाबु मैले अहिले भर्खर माथि घरमा नास्ता गरेर आएको पछि आउँला खाउँला नि के हो ल त कान्छ म गएँ अहिले यसो घरतिर आइज न माथि बसेर सुनाउँछु गफरौँला ल अहिले जान्छ ल ल त दाइ आउँला नि ल कुरोटै कता हिँडेको त्यही त हो नि दिदी उता परसम्म तपाईँ निमा दिदी होइन अनि के गर्दैछौ त आजकल त्यही त हो नि पुरानै काम अनि गाउँमा के छ त नयाँ नौलो त्यही त हो नि दिदी घरमा बस्यो खायो गाउँको बालनाली सम्हाल्यो त्यही त हो नि दिदी मेरो पनि त्यस्तै हो भाइ काठमाडौँमा काम गर्यो बस्यो खायो अलिअलि पैसा कमाइन्छ त्यहाँबाट पनि कोठाबाट तिर्यो अनि अलिअलि सेभ गर्यो ल त दिदी म अहिले जान्छु मेरो काम छ त्यही पुरानै काम त होला नि ल ल रमाइलो गर बुढा के हो छोरी आउँछु भन्थी बाटोमा आइपुगी अहिलेसम्म के खबर छैन आउँदै अरे नि बुढी आइपुग्नु त पर्ने अब कतातिर आउँदै हो कि आउँछ होला नमस्ते ममा नमस्ते बा ए नानी नमस्ते नमस्ते आइपुग्यो बा आइपुग्यो तपाईँहरू आरामै हुनुहुन्छ त अब यस्तै त हो नि छोरी कोरोना बेलामा यस्तै छ ए अनि दाइको के छ खबर कहिले आउँछ अरे ठिकै छ दाइको पनि मेरो अफिसले गर्नु छुट्टी नै दिएन छ मिलाएर आउँछु भन्नुभएको छ आउनुहुन्छ ए अहिले पनि अफिसबाट छुट्टी लिएर आएको अब सरकारले कति बेला बन्द गर्छ थाहा हुँदैन त्यो बेलामा आइहाल्छ होइन छोरीलाई यही मात्र राख्छु कि घर पनि लिएर जान्छेस् थाकेर आएपछि लिएर जा घर छोरीलाई ल हिँड्नु नि त तपाईँ पनि जाउँ म यति खनेर आउँछु के ल त है हस् हस् ल हिँड्नु घरमा बाबाहरू कान्छीलाई देख्दै देख्नु त ठिकै छ नि हाम्रो घर पनि ठिकै छ ल है नानी तिमी राम्रोसँगले आइपुग्यो हाम्रो लागि त्यही नै ठुलो कुरा हो ल है नानी ए बल्ल बल्ल छोरी आयो कि भोलि पर्सितिर खनाउँला नमस्कार नानी को नानी तिमी मैले त चिनिँदैन यी नानी हाम्रो गाउँमा नयाँ चिनेर आउनुभएको स्वयंसेविका हुनुहुन्छ नि ए हो र हजुर नानी आउनुहोस् न बस्नुहोस् हस् हुन्छ भाउजू अनि सन्चै हुनुहुन्छ सन्चै छु नि नानी तपाईँ के छ एकदमै ठिक छ भाउजू अर्को स्वयंसेवी खै त नानी पुरानो स्वयंसेविकाले आफ्नो घरको कामले छोड्नु भयो त्यो उहाँको साटोमा आएको हजुर